हेलो नमस्ते मोमो मन नपराउने मान्छे त अब कहाँ भेटेला र है। त्यही भएर मेरो नि बच्चाहरूले चाहिँ एकदम धेरै मोमो खाने भनेको भएर चाहिँ ल म घरमै बनाइदिन्छु भनेर मैले सबै सामानहरू रेडी गरेँ। यसमा चाहिँ मैले बन्दा गाजर धनियाँ प्याज अदुवा लसुन अनि त्यसपछि लसुन र प्याजको पत्ता पनि राखेँ। मसलामा चाहिँ मैले मोमो मसला, त्यसपछि सोया सस अनि जिरा धनियाँको धुलो अनि अजिनोमोटो, नुन स्वादअनुसार, तेल र घिउ पनि राखेको छु। यसरी तेल र घिउ राख्दा चाहिँ के हुन्छ भने मोमो चाहिँ एकदम जुसी हुन्छ हैन, अनि एकदम बटरी पनि हुन्छ कि कस्तो खाँदा फेरि मुखमा यति धेरै मिठो टेस्ट आउँछ नि। एकचोटि ट्राई गर्नु होला हजुरहरू पनि हैन। अनि यसरी मेरो मोमोको मसला रेडी भयो। अनि मोमो मसला रेडी भइसकेपछि मैले मोमो पनि रेडी गरेर मोमो पनि पाकिसक्यो मेरो। हेर्नुहोस् कति राम्रो, हेर्दै खाउँ खाउँ लाग्दो मिठो जस्तो देखेको छ मोमो हैन। अनि मैले यहाँ अबिदलाई चाहिँ मोमो हालिदिएँ। अबिदलाई चाहिँ भर्खरै उठेको थियो, हामी साँझ परेको थियो नि त, भर्खरै उठेको थियो। अनि उसलाई मोमो हालिदिएँ, आफूलाई पनि हालेँ। मैले चाहिँ आफ्नो लागि भनेर भिन्दै अचार बनाएको थिएँ। अबिद चाहिँ मोमोको अचार खाँदैन, त्यही भएर उसलाई मैले टमेटो केचप हालिदिएँ। अब अबिदको रिएक्सन हेरौँ है त कस्तो लाग्दो रहेछ उसलाई भनेर। अनि उसलाई चाहिँ एकदमै मन परेर, उसलाई चाहिँ बाहिरको मोमो भन्दा नि प्रायः घरमै बनाएपछि त्यो मोमो खानलाई खुसी हुन्छ कि। उसले पनि त्यो दिन त एटलिस्ट 14 पिस मोमो खायो। अनि यो चाहिँ मेरो बदाम टमाटर र धनियाँको अचार यति मिठो भएको थियो त्यो दिन। यो कम्बिनेसन यति मिठो भएको थियो कुरै नगरौँ। मेरो त नानीले पनि मोमो 3 पिस खायो है, एकदमै मिठो मानेर खायो उसले पनि। अनि एटलिस्ट वी इन्जोयड इट एन्ड थ्याङ्क यू फर वाचिङ द भिडियो। बाई बाई। यसरी नै मोमो बनाउनु होला हजुरहरू पनि घरमा है त। बाई।